बोलेको 2 दिनमै आई लभ यू अरे। तर एउटा चाहिँ भन्छु ल, लड्का अच्छा है। यस्तो अब ट्रस्ट गर्न त गाह्रो छ नि त। फेक आइडी सोचिरहेको थिएँ कि। हाई एभ्रिवान, नमस्ते, छेदलो सेवा, वेलकम टु आवर न्यू भिडियो। यो भिडियो चाहिँ हाम्रो लभ स्टोरीको बारेमा रहेको छ भन्ने जानकारी गराउन चाहन्छु। अनि यो चाहिँ कहाँबाट सुरुवात भयो भन्दाखेरि एउटा भिडियो मैले चाहिँ एउटा कमेडी भिडियो पोस्ट गरेको थिएँ टिकटकमा। अनि म चाहिँ टिकटकको के भन्छ नयाँ युजर थिएँ होइन, फलोवर्स पनि त्यति थिएन। अनि त्यो भिडियो चाहिँ एकदमै ब्लो अप भयो। अनि त्यो भिडियो देखेर चाहिँ फलो गरेको रहेछ उहाँ महानुभावले। चाहिँ किन फलो गर्नुभयो? अब भिडियोमा अब राम्रो लाग्यो, मतलब भिडियोमा यहाँ कोठी देखाएको थियो अनि राम्रो लागेको थियो। अनि भिडियो राम्रो लागेर फलो गरेको थिएँ। अनि भरे बेलुका फलो ब्याक आयो। त्यसपछि चाहिँ बिस्तारै कुरा भयो टिकटकमा। अनि पछि इन्स्टामा एड भयो हामी। अनि आधा रातमा मलाई कल गरिरहेको थियो। किन कल गरे रे? अनि टिकटकमा मात्रै कुरा भइरहेको थियो, मेसेजमा मात्रै। अनि फोटोहरू हेरेँ अनि राम्रै लाग्यो क्या मलाई यो मान्छे टिकटकमा चाहिँ। अनि होइन होला जस्तो लाग्यो, यसले मलाई भाउ दिएको त होइन जस्तो लाग्यो मलाई। अनि मैले इन्स्टा आइडी उसले मागेको थियो अनि फलो गरेँ, मैले फलो ब्याक पनि गरेँ। अनि त्यति बेला चाहिँ हो कि होइन त्यही मान्छे भनेर चाहिँ मैले फेक आइडी सोचिरहेको थिएँ कि, त्यही भएर मैले कल गरेको। अनि फेक आइडी नै लाग्यो किनभने उसले त्यत्रो बेर मसँग बोल्यो, लाइट अफ थियो उसको अनुहारै देखिनँ मैले। अनि पछि चाहिँ बोल्दै जाँदाखेरि लाइट अन गर्नु भनेपछि उसले लाइट अन गर्यो। त्यति बेला त कस्तो ह्यान्डसम थियो कि, गोरो थियो। अहिले त नेपालको घामले डढ्यो, यो जुङ्गादारी पनि थिएन, कोरियन जस्तो थियो। अनि म चाहिँ मक्खै भएँ त्यतिमै। तिमी चाहिँ अब म त त्यही भिडियो हेरेर मन पर्यो, अब कोठी देखेर यहाँ त्यति कोठी मात्रै मन परेको। अरू त अनि त्यही भिडियोमा त देखेको। अनि बिस्तारै कुरा भयो। त्यसपछि अनि अब बिस्तारै कुरा अघि बढ्यो। अनि त्यही हो, अरू के त। अनि अहिले चाहिँ हाम्रो 1 इयर्स एबोभ भइसकेको छ। 1 year 1 month and few days। अनि किन चाहिँ तिमीलाई उयो हुन्छ जस्तो लाग्यो, टिक्छ जस्तो लागेको त हाम्रो रिलेसनसिप? किन सिरियसली लिएको? ए प्रश्न पो गरेको। अब के भएर चाहिँ तिमी सिरियस भयो भन न? के भएर अब होइन, अलिकति अलिक माथि राख न। एउटा एक टाइममा चाहिँ हल्का अलिकति म्याच्योर टाइपको लागेको थियो कि। एक टाइममा चाहिँ एउटा टाइममा एउटा मोमेन्टमा चाहिँ के भएर चाहिँ? अब जे भयो नि, अब यस्तो अब अनलाइनतिर भेटेको। अनि यस्तो अब ट्रस्ट गर्न त गाह्रो छ नि त। अनि त्यही हो। त्यो के भएर ट्रस्ट गर्यौ त? अब हुन्छ नि त, अब थाहा पाइहाल्छ नि त्यो माया गर्ने तरिकाले। अब बुझ न मिलाएर होइन, अब आफूलाई त थाहा हुन्छ नि त यो मान्छेले मलाई कति माया गर्छ भनेर। त्यही त नि अपडेट दिन्थ्यो। त्यही हो, यता गयो उता जान लाग्यो, यता उता भनेर अपडेट। तर एउटा चाहिँ भन्छु ल, के मलाई सब 100मा 99% चाहिँ ठिक लाग्छ, 1% चाहिँ कसम 1%ले चाहिँ 99% नै हराउँछ हो एकछिन त। के 1% चाहिँ रिसाउने होइन, रिसाउने त्यही त नि। अब रिस उठाउने पनि तिमी हो नि त नि। रिस उठायो भन्दैमा अब एउटा हुन्छ नि त रिसाउने। लगेर मैले चाहिँ अब धेरै रिसाए जस्तो लाग्यो भन्ने त हुन्छ नि। त्यही हो मेरो चाहिँ गुनासो। अनि तिमीले के सोचेर चाहिँ मलाई बोलेकै 2 दिनमा चाहिँ तिमीले मलाई आई लभ यू भनेको? त्यही हो, सुरुमा त अब त्यही त म अलिकति नर्मल हावा त्यस्तै टाइपको थियो कि।
अनि अलि 1 विक पछि चाहिँ हो अलि सिरियस लिएको। हावामै प्रपोज गरेको भनेपछि हावामै त गरे नि, अनि पानीमा त गर्न सक्दैन। होइन मतलब तिमीले त्यत्तिकै सिरियसै नभए तिमीले मलाई आई लभ यु भनेको होइन? अनि त्यो त अनि बोलेको 1 दिनमा 2 दिनमा चाहिँ अनि आई लभ यु किन भन्नु त? अनि त्यही त बोले त्यो त अब भइगयो त सिधी गयो त। अनि मलाई चाहिँ यो मान्छे एकदमै बोका लागेको थियो सुरुमा भन्नुपर्दा, किनभने बोलेको 2 दिनमै आई लभ यु अरे, अनि त्यस पछाडि मजाले बोलेको पनि छैन। टिकटकमा पनि हाई यस्तो उस्तो, अनि त्यस पछाडि हुन्छ नि फ्लर्ट मात्रै गरिरहेको नर्मल कन्भर्सेसनै नगरेको के। अनि यो त जो पाए त्यहीसँग यसरी बोल्दो रहेछ भनेर मलाई ट्रस्ट पनि लागेको थिएन, अनि टिक छ जस्तो पनि लागेन कि यो मान्छेसँग मेरो बेसीमा भनेको 15 दिन टिक छ जस्तो लागेको थियो मलाई चाहिँ। तर अब कुरा गर्दै जाँदाखेरि चाहिँ के भन्नु, अब राम्रै लाग्यो। 100 मा 200% ठिक छ नि। म त फेरि 200 चाहिँ होइन, जस अब हुन्छ नि मेरो रिस सहने खालको मान्छे छ क्या, त्यही भएर टिकेको तिमी। फेरि मेरो रिस देख्यो भने फेरि कहाँ पुग्छ बोल्दै गएपछि अब बिस्तारै ल भन्ने आफूलाई त्यो भित्र अब त्यस्तो सोच आएपछि पो हो त। अनि त्यसरी चाहिँ हामी भेट भएको हो अनलाइनमा होइन, त्यो एउटा भिडियोले गर्दा भेट भएको भनौँ न। त्यो पनि टिकटक म चलाउँदिनँ भनेर बसेको मान्छे कहाँबाट उयो भएर खोलेको हो। सो टिकटकले गर्दा भेटेको हामी चाहिँ, एन्ड आई एम ग्रेटफुल। घरिघरि चाहिँ ओभर रिस उठाउँछ तर मान्छे राम्रो छ, लड्का अच्छा है। अरू केही? म त लड्की अच्छी है। त्यही नै हो, हाम्रो चाहिँ त्यस्तो केही इन्ट्रेस्टिङ छैन होइन। त्यही हो, एकअर्कालाई ट्रस्ट गरेर यहाँसम्म पुगेको भनौँ न होइन। फ्युचरसम्म पुग्नेछ, यहाँसम्म त अब खतमै भयो र यहाँसम्म भन्नेलाई। अनि लोयल भएर त्यही भएर हो सुरुमा चाहिँ काम लाग्दैन यो केटा भनेको। सो या त्यसरी चाहिँ हो हाम्रो लभ परेको। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अनि यो भिडियो चाहिँ सुरुमै आउँछ, योभन्दा अगाडिको जुन पनि भ्लग छ त्यो चाहिँ कमिङ अन द वे, एकदमै ढिलो भयो। सो त्यही भएर कन्फ्युज नहुनु होला। या केही क्वेसनहरू छुटेको छ भने यु क्यान कमेन्ट डाउन बिलो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सी यु अल अगेन, बाई बाई बाई। अब एकचोटि सिनेमेटिक गुड मर्निङ फ्रम नगरकोट।